मान्छेहरूले अब हेलिकप्टरमा चढ्या यहाँ भनेर फुर्तिला भन्नुहुन्छ नि त त्यो मेरो बाध्यता हो कि एकै दिनमा दुईटा प्रोग्राम भ्याउनु पर्ने त्यहाँ पनि अन्तिम दिन त्यहाँ पनि अन्तिम दिन भयो लास्ट दिन भयो भनेपछि त्यो बाध्यता हो कि नत्र भने अहिलेसम्म म एउटा प्रोग्राम कहिले पनि हेलिकप्टर लगेर गएको छैन मैले जति पनि पैसा कमाउँछु त्यो हेलिकप्टरले तिर्ने हो होइन जाने हो दर्शक श्रोताको माया बटुल्ने हो दर्शक श्रोतालाई नचाउने हो फर्किने हो कि सोच्यो होला हेलिकप्टरमा हिँडेर खतरा कमाएछ भने म अहिले कमाउन हिँडेको होइन कि म एउटा त दर्शक श्रोताको माया बटुल्न हिँडेको र त्यो माया बटुलिसकेपछि एक दिन सक्सेस भयो नि बल्ल मुभी बनाउँछु रे के हामी उस्तै उस्तै ठाउँमा रहेछौँ अब लास्ट इन्डिङ पोइन्ट नै मुभी त हो नि होइन टक्क वर्षको एउटा मुभी बनाउने बवाल तरिकाको मुभी बनाउने होइन जो कि धेरै प्रमोसन गरेर हिँड्नै नपरोस् कि ब्रान्ड बनोस् कि त्यो किसिमको दर्शक श्रोताहरूले खोजेको कामहरू चाहिँ त्यो मुभीमा होस् कि दर्शक श्रोताहरूलाई के खोजिराख्नु भएको छ कता कता होइन अब सिचुएसन अनुसारले अहिले के चलिरहेछ देशमा अहिलेको केही मेसेज जाओस् अहिलेको यङ जेनेरेसनले के खोजिरहेछ त्यो किसिमको हुनु पर्यो